नमस्ते सेवानु दिस इज मी पुनम भुजेल स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। अनि साथीहरू आज चाहिँ म धेरै दिन पछाडि मेरो च्यानलमा उपस्थिति भइसकेकी छु। अनि साथीहरू हजुरहरू सन्चै हुनुहुन्छ भने आशाको साथ मैले यो भिडियो स्टार्ट गरिसकेकी छु। र साथीहरू आज चाहिँ हो हामी घरदेखि कतै जान लागेको छौँ। हामी चाहिँ आज चाहिँ घुम्न जान लागेको। अहिले चाहिँ हामी घरबाट निस्केर नि आधा बाटोमा आइसक्यौँ। अनि म चाहिँ भिडियो बनाउँदैछु। मेरो मम्मी दाइ म भएर जान लागेको। मेरो मम्मी र दाइ चाहिँ उहाँ पुगिसक्नु भयो। अनि हामीहरू चाहिँ अहिले हिँड्दैछौँ। अनि बाटोमा पुग्नुपर्छ गाडी चढ्नको लागि। गाडी चढ्नको लागि चाहिँ हाम्रो घरबाट चाहिँ हिँड्नुपर्ने हुन्छ 10-15 मिनट जति। अनि साथीहरू आज चाहिँ हामी चाहिँ कहाँ जाने हो थाहा छैन। मम्मीले यत्तिकै ऱ्यान्डमली जाम भनेर भन्नुभयो। अनि त्यही भएर हामी चाहिँ रेडी भएर हिँडिहालेको। अबदेखि हामी चाहिँ बाटोमा गएर गाडी चढ्नुपर्ने हुन्छ। अनि म हजुरहरूलाई त्यतिखेर नै भन्नेछु कि हामी कहाँ जान लागेको हो भनेर है त। हजुरहरूले त्यतिन्जेलसम्मको लागि गरिदिनु होला। म चाहिँ हजुरहरूलाई उता गएर भेट्छु ल। साथीहरू हामी चाहिँ यहाँ चोकमा आइसक्यौँ गाडी चढ्ने ठाउँमा। मेरो मम्मी आउनुहुन्छ। मम्मी हाई भन्नु त। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। अनि त्यहाँ चाहिँ दाइ बस्नु भएको छ। दाइ चाहिँ नआउने अरे लाग्छ अरे। अनि हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। गाडी कुर्दैछौँ। कतिखेर गाडी आउने हो थाहा छैन। यो चाहिँ हो मगनी चोक। ल हामी मगनी चोकमा आइपुग्यौँ। अब गाडी चढ्छौँ ल। गाडीमा चाहिँ मैले चाहिँ हाई भन्नु नगर्ने अरे। हामी चाहिँ गाडीमा चढ्नै छ। साथीहरू आज चाहिँ मेला जाने मान्छेको गइछ कति धेरै। साथीहरू हामी चाहिँ फाइनली आइपुग्यौँ। यहाँ चाहिँ गाडी रोक्दै हुनुहुन्छ। यहाँ मम्मीले भाडाको डटफट गर्नुभएको छ हो। अनि यहाँ कति धेरै मान्छे हो माइ गॉड त्यहाँभित्र। फाइनली हामी चाहिँ अब इन्ट्री गर्न लागेको। सो यतातिर हामी 3 जना भएर मान्छेहरू कति धेरै छ हो माइ गॉड। हामी चाहिँ जाँदैछौँ। मेला देख्न सक्नुहुन्छ। अब चाहिँ हामी चाहिँ भित्र जान लागेको। सो यस्तो छ। मेरो दाइ चाहिँ यता हिरो पारामा हिँडिराख्नु भएको छ हो। अनि हेर्नु त मान्छेहरू कति धेरै। ओ माइ गॉड आज झन् तमुलो सार हो नि त। त्यही भएर के सक्नुहुन्छ। ओ माइ गॉडनेस मान्छेको टाउको बाइकहरू कति धेरै हो। मेरो मम्मी चाहिँ यता हुनुहुन्छ। मैले समातिरहेको छु। मेरो दाइ अगाडि हुनुहुन्छ। त्यो मान्छेहरू कति धेरै हो हेर्न सक्नुहुन्छ। मान्छेहरूको टाउको कति धेरै हो। ओ माइ गॉड हेर्नु त मौसममा। साथीहरू हामी चाहिँ टिकट काट्ने ठाउँ कता हो भनेर खोज्न जान लागेको। कति धेरै मान्छेहरू हेर्नु न। हाम्रो बडीगार्ड दाइ कति धेरै मान्छे हो माइ गॉड मान्छेहरू। टिकट घर यो टिकट घरमा चाहिँ टिकट काट्नुपर्ने हुन्छ। मान्छेहरू कति धेरै मान्छे यहाँ टिकट लिइसक्यो है त साथीहरू। फाइनली हामी चाहिँ टिकट काटिसक्यौँ। अब जाने अब चाहिँ टिकट काट्यो। यो चाहिँ मेरो र दाइको। मम्मीले चाहिँ आफूले लिनु भएको छ। अब यो टिकट लिएर चाहिँ जानुपर्ने हुन्छ भित्र। फाइनली हामी चाहिँ टिकट लिएर आयौँ। लाउनु यो तपाईँको यो मेरो ल मम्मी देखाउनु यसरी देखाउनु। यो हाम्रो 200 कति रे 40 हो कि 220 को। यता मम्मीले चाहिँ पुरा टिकट लिएर उभिराख्नु भएको छ। यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ। लाज लगाएर हैरान गरे अरे। यो चाहिँ हो टिकट। अब यो लिएर जानुपर्ने हुन्छ टक्क लाएर भित्र है त। म हजुरहरूलाई भित्र पनि देखाउँछु। जानकी मन्दिरको गेट अरे। को जानु भएको छैन जानकी मन्दिर म जस्तै। म पनि गएको छु। ल इन्ट्री भयो। सो गाइस अब चाहिँ हामी इन्ट्री भयो। यो चाहिँ हो मान्छेहरूको लाइन हेर्नु न कति धेरै हो। ओ माइ गॉड हामी चाहिँ भित्र पस्यौँ। भित्रको नजारा चाहिँ यस्तो छ।
यत्रै यो चाहिँ हो भित्र जाने बाटो। यहाँ चाहिँ मम्मी र दाइ र मम्मी हिँडिराख्नु भएको छ। म चाहिँ पछाडि छु। साथीहरू हेर्न सक्नुहुन्छ मेला यस्तै छ। धुलो उडेर बाफ्रे कति धेरै धुलो कति धेरै मान्छेको भिडबाट हामी चाहिँ जाँदैछौँ। यो मान्छेहरू सुनेर हामी अगाडि जाँदैछौँ। पसलहरू छ पुरा धुलो उडेर केही छैन हामी चाहिँ आउने बित्तिकै एउटा फोटो खिच्ने भनेर मम्मी र म चाहिँ खिच्न लाग्यौँ। यहाँ चाहिँ क्यामेराम्यान भाइ छ अनि त्यसपछि यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। हामी चाहिँ फाइनली यहाँ भित्र आइपुग्यौँ। एउटा 5वटा मम्मी र म फोटो पनि खिच्यौँ 100 रुपियाँको। सब हामी चाहिँ भर्खर यहाँ आउनुको लागि 1-1.5 घन्टा जति त त्यो घुमाउरो बाटो मात्रै हिँडेको के। ओ माइ गड कति नजिक छ यहाँ, कति टाढो मान्छेहरू हेर्नु कति धेरै मान्छेहरू देख्न सक्नुहुन्छ। कति धेरै मान्छेहरू छन् है। ओ माइ गड गीत बजिरहेको म अहिले पछि भिडियो गराउँछु ल। साथीहरू हामी चाहिँ यहाँ जुस खानु लागेको। हामी चाहिँ फाइनली जुस खान लागेको चाहिँ खानु मम्मी। हामी चाहिँ आउने बित्तिकै जुस खान लागेको। चिसो पनि छैन, कुल्यो मात्रै हो। साथीहरू हामी चाहिँ यहाँ आएर बसिरहेको छौँ। गीत गाउनु भएको छ। खासै रमाइलो राम्रो चाहिँ लागेन, मान्छेको घुइँचो मात्रै पऱ्यो। यही हो लु महोत्सव भनेको। खै को कलाकार हुनुहुन्छ म त चिनेन। यस्तो गीत गाउनु भएको छ, यही सुनेर बसेको मान्छेहरू कति धेरै छ। पहिलाले हामी चाहिँ घर जान लागेको झ्याउ लाएर। खासै रमाइलो पनि छैन हो। अनि मेरो यो गाला दुखेर अप्ठ्यारो यस्तो जाने बेलामा लास्ट नजर यही एकैचोटि घर गएर भेट्ने ल। सो साथीहरू फाइनली हामी चाहिँ घर पनि आइपुगिसक्यौँ। किनभने हामी चाहिँ धेरै बेर महोत्सवमा बसेनौँ। लगभग 1 घन्टा जति चाहिँ हामी महोत्सवमा बस्यौँ। अनि त्यसपछि हामी घर आइहाल्यौँ। किनभने जाँदाखेरिमा त्यो महोत्सवमा त अब त्यो स्टेजसम्म पुग्नुको लागि त धेरै हिँड्न पर्छ नि त हो। अनि त्यो हिँड्दाखेरिमा चाहिँ मेरो दाइको चाहिँ पुरा खुट्टा दुख्यो अरे। अनि त्यसमा चाहिँ जुत्ताले छाला पनि लुत्काइदियो अरे क्या खुट्टामा। अनि त्यसपछि त्यही भएर दाइ चाहिँ अलग नै बस्नुभयो त्यहाँसम्म पुगेर। अनि मम्मी र म चाहिँ एकछिन यताउता घुम्यौँ। अनि त्यसपछि के अरे मम्मीले हल्का केही सामानहरू सानो किन्नु भयो। अनि त्यसपछि हामी चाहिँ ब्याक टु होम भयौँ। धेरै पनि बसेनौँ हामी। लगभग 12:30-1 बजीतिर गएको। 3 बजी त हामी घर आइपुगिसकेको थियौँ। भन्नुहोस् अब आफै कति बेरसम्म हामी बसेको रहेछौँ भनेर। अनि खासै रमाइलो जस्तो पनि लागेन क्या। किनभने अब त्यहाँ गीत गाउँदै हुनुहुन्थ्यो। तर गीत को हुनुहुन्थ्यो त्यो चाहिँ मैले चिनेन। अनि त्यसपछि चिनेन भन्न त पाइयो त होइन। अनि त्यसपछि गीत गाउँदै हुनुहुन्थ्यो। अनि खासै राम्रो पनि लागेन, मन पनि परेन। अनि त्यही भएर चाहिँ हामी चाहिँ छिट्टै घर आइहाल्यौँ। हामी 3 जना गएको थियौँ। अनि त्यसपछि झ्याउ लाग्यो। अनि हामी धेरै बेर पनि बसेनौँ हो। हामी चाहिँ घर आइहाल्यौँ। साथीहरू कस्तो लाग्यो भिडियो तपाईँहरूलाई? मेरो भिडियो जसले पनि लास्टसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि साथीहरू अब भेटौँला अर्को भिडियोमा। हजुरहरूलाई यहाँ नै बाई भन्न चाहन्छु। बाई बाई साथीहरू, बाई बाई।